Husband, he is going out for 3 months अनि मलाई एक्लै छोडेर जान्छ टुटुले हैन ल तपाई गएपछि मेरो याद आउँछ कि आउँदैन मेरो बुढाको चाहिँ सामानहरु अलरेडी यहाँ प्याक भइसकेको छ ओ माय गॉड ब्याग म बोक्दिन्थे नि त सानो चाहिँ हामी चाहिँ अब शपिङ जान लागेको के शपिङ दुदु ग्रोसरी दुदु बुढा should I wear chappal or shoes जुत्ता लाउनु जुत्ता तपाई के लाउने म जुत्ता ढोका लाउँछु रुडो म चाहिँ मेरो अलवेज कम्फर्टेबल शूज जतिखेर पनि गो टु यही लगाउँछु हामी लाग्न लाग्यौं यहाँबाट खै त गाडी कुदाउँदैन त हौ ड्राइभरज्यू सोल्टी ओ हेलो एकछिन के गरेर हो आई डोन्ट नो ल ल ल मेरो कजरमा त यता गुगल गर अनि त्यसपछि सेम बुगर्दै भन दे when your husband is so caring आजको मौसम चाहिँ एकदमै दामी रहेको छ सक्यो कस्तो दामी देखेको पुरा हरि है मज्जाले है अनि आज चाहिँ हामी एकैचोटी 2 months को लागि ग्रोसरी शपिङ गर्न जान लागेको किनभने मेरो हस्बेन्ड he is going out for 3 months अनि मलाई एक्लै छोडेर जान्छ टुटुले वर्षको लागि पर्दैन एक महिनाको लागि अनि त्यसपछि अर्को 1 महिना चाहिँ कसले किन कस्तो मज्जाले फुलेको हेर्नु न बुढा फुलहरु सबै हम चाहिँ त्यसको आएको छु मैले टेस्को वेलकम टु माई भ्लग सानो बुढा तपाई मेरो भ्लगमा के भन्न चाहनुहुन्छ बुढा सबै भन्न चाहन्छु है के भन्न चाहनुहुन्छ सबै चाहिँ अल के अल अनि त अल हामी चाहिँ हाम्रो ग्रोसरी किनिसक्यौं अनि उले चाहिँ त्यहाँ यसरी लाइन लगाउँदैछ नर्मली यो चाहिँ 2 महिना जतिको लागि हो एकैचोटी लिएको मैले दुदु यता हेर्नु कति ह्यान्डसम देख्यो यार एकचोटि हाँस्दिनु न त्यहाँ हेरेर हाँस्नु भनेको हेरेर पुल्को पो गर्यो यी गर्नु न भिड छ यहाँ चाहिँ के साह्रो हो म भागे गरेको हौ मेरो बुढाको चाहिँ सामानहरु अलरेडी यहाँ प्याक भइसकेको छ जानको लागि अल रेडी अनि अझै अब लास्ट फिनिशिङ प्याक गर्छु भन्दैछ अनि त्यही हो बाउ तिम्रो ल्यापटपको चार्जर खोइ कता राखे ह खोइ थाहा छैन कहाँ राखे यो दुईटैमा गर्नुपर्छ दुदु मेरो याद आउँछ कि आउँदैन तपाई गएपछि यता सुन्नु न भन न बुढा मेरो कुरा सुन्नु न हौ यता हेर्नु पढाइ हेर्नु यता हेर्नु अहिले फेरि कति हल्लेको यता हेर्नु ल तपाई गएपछि मेरो याद आउँछ कि आउँदैन गएपछि थाहा हुन्छ के कस्तो खालके मान्छे हो किन हो तपाईलाई मेरो याद आउँदैन भनेको आउँछ नि डेफिनेटली आउँछ नि यसको चार्जर छैन न नाइ म जादिन भोलि जान्छु ल भन्न मिल्दैन भोलि त जाने नि मतलब भोलि के थर्सडे ए भोलि त वेडनेसडे हो नि त हैन पर्सि के थर्सडे आज हो वेडनेसडे कस्तो साइड ए आज हो वेडनेसडे आज वेडनेसडे हो तास चाहिँ कसले बोक्छ हौ न के भन्छ तास चाहिँ कसले बोक्छ हौ लौ हैन अर्काको नङ काट्ने लानु आट्यो अब लानु सबै मसँग छ नङ काट्ने एउटा नङ काट्ने छोडेर जानु अनि हुन्छ त्यो छ तीनटा अब चाहिँ हामी खाना खान लागेको चाम्रे भात अनि त्यसपछि गुन्द्रुकको अचार अनि सुकुटीको सब्जी यहाँ चाहिँ छ माछाको अचार मैले घरमै बनाएको
अनि यो सुकुटीको अचार दिदीले दिनुभएको यो हिजोको तरकारी रेडी ल अब चाहिँ हामी खाना खान्छौँ अनि मेरो बुढाले चाहिँ सामान प्याक गरिसकेको छैन अनि भरे सामान प्याक गर्छ खाइसकेपछि ल 12 बजिसक्यो रातिको अब 2 बजे चाहिँ जानुहुन्छ उहाँ अब लास्ट फाइनल चेकअप फाइनल प्याकिङ के हुँदैछ कस्तो हुँदैछ भनेर जुत्ता लाउँदै हुन्छ सोल्टी चाहिँ राम्रोसँग लाउनु है लेस पुस्केला सोल्टी स्माइल के साह्रो ह्यान्डसम खै चुप्पा कुन ज्याकेट ल अब सोल्टी चाहिँ जाने बेला भयो रातिको 2 बजेको छ ल केही शब्द भनिदिनु अब 3 महिनापछि भेट्छ मेरो युट्युब च्यानललाई त्योभन्दा अगाडि के भनिदिनु छ 3 महिनापछि भेट्दाखेरि चाहिँ 100K सब्सक्राइबर्स यता हाल्नु त फेरि ल तपाईँको मुखमा घिउ भात सक्खर सबै अब चाहिँ म उसलाई छोड्न जान लागेको मेरो बुढुलाई मेरो सोल्टीलाई छोडेर आउँछु म किनभने सामान पुऱ्याउनु पर्छ नि फेरि गाडी ब्याग ल्याउनु पर्छ नि त त्यही भएर ओ माई गॉड ब्याग म बोकिदिन्थेँ नि त सानो चाहिँ म ढोका चाहिँ खोलिदिन्छु अगाडि नै राख्ने ल राख्नु त्यसो भए ढोका चाहिँ समातिन्छ ल यस्तो चिसो हो बाहिर त जाडो हो न हावा चलेको के साह्रो ल अब चाहिँ म उसलाई छोडेर आउँछु सामानहरू पुऱ्याएर उसलाई छोडेर गाडी चाहिँ फिर्ता लिएर आउनु छ म चाहिँ अब बुढालाई पुऱ्याउन जान लागेको मलाई पुऱ्याउन जाने रे साथीहरु के भन्नु छ केही भन्नु छैन अब 3 महिना चाहिँ कसरी बस्नु भनेर टेन्सन भइरहेछ मलाई नौटंकी ल राम्रोसँग बस्छ है रातिको 2:30 भइसकेको छ 3 बज्न आँटिसक्यो 2:45 म चाहिँ बल्ल घर आइपुगेँ सोल्टीलाई पुऱ्याएर ल गाइज आजको लागि चाहिँ भिडियो यति नै थियो अनि म पनि गयो अब म पनि सुत्छु 3:30 भइसक्नु लाग्यो अनि सुतेर भोलि उठ्छु त्यही हो सी यू इन द नेक्स्ट ब्लग बाई बाई